यहाँबाट चाहिँ हाम्रो युद्ध लडे भन्ने ठाउँमा चाहिँ म गइरहेको छु। साथीहरूले सबै भिडियो देखाउँछु। यी साथीहरू सबै हेरेर कमेन्ट कस्तो लाग्यो गरिदिनु होला है त साथीहरू। है गाइज, गढी दरबार नजिक हामी गइरहेको छौँ। गढी दरबारबाट देखिएका यी साना साना भ्यूहरू हेरौँ गाइज है। कति हरियाली, आहा हा हा। यो बादलहरू कति राम्रो मौसम, आहा चिसो चिसो पनि भइरहेको छ गाइजहरूलाई। अब म अहिले गइरहेको छु, हामी उक्लिँदैछौँ। हामी अब मूल ढोकामा पुग्छौँ, नजिकै छ। ए गाइज, म चाहिँ गढी दरबार नजिकै जाँदैछौँ। हामी लगभग नजिकै पुग्दैछौँ। यहाँ चाहिँ हाम्रा बाबुबाजेहरूको कसरी इतिहास यहाँबाट सुरु गरे, केही वीरहरूको लिस्टहरू छ ल है। यो पर्खाल हेरौँ गाइज, यो पर्खाल बाबुबाजेहरूले कसरी बनाए त यो पर्खाल। आहा हा हा, कति मोटा कति ठुला, ओहो हो गाइज, कत्रो ठुलो हो पर्खाल त। आमा, अब यो भित्रहरू के छ के छैन। अब म अब दरबार नजिकै, यो मूल ढोका नजिकै पुगेँ गाइज। ल यो म मूल ढोकाबाट भित्र प्रवेश गर्दैछु है त गाइज। अब भित्रको दृश्य म देखाउन गइरहेको छु। यसो हेर्दाखेरि त पुरानो मन्दिर जस्तो लाग्यो गाइज मलाई। साँच्चीकै नभन्दै यो मन्दिर जस्तो लागेको थियो। साँच्चीकै मन्दिरै रहेछ। घन्टा झुनाइरहेको छ। यहाँ खिच्न मनाही छ। ओहो हो, कति राम्रो कृष्णको मूर्ति, ओहो लोभै लाग्दो। ए दरबार बाबुबाजेहरू यहीँ बसेर, यही कुटीमा बसेर लडाइँ गरेका रहेछन्। हेर्नुहोस् गाइज, धेरै माथि र धेरै अग्ला अग्ला र गाइज भएका यी दरबारहरू यस्ता यस्ता छन्। बाबुबाजेहरू यहाँ बसेर खानपिन गर्ने, लडाइँका लागि तयारी गर्ने ठाउँहरू। नजिकै मैले बहुमूल्य चिज भेटेँ। यहीँबाट यही झन्डा गाडेरै बाबुबाजेहरूले इतिहास र लडाइँ सुरु गरेका रहेछन्। यही ठाउँबाट यही झन्डा गाडेर लडाइँ सुरु गरेका रहेछन् गाइज। हरियालीको त के कुरा गर्ने गाइज। यति मौसम पनि आज यति राम्रो, आहा हा। वरपरका सिनहरू, वातावरण हेरेर म त मोहित भएको छु।